नमस्कार, गुड मर्निङ, सुप्रभात। एसडीएम म्युजिक सर्ट एन्ड स्वीट हेडलाइन न्युजमा स्वागत छ। नेपाली काङ्ग्रेसको नेता विश्व प्रकाश शर्माले आफ्नो नेताहरूलाई विपक्षीहरूलाई गाली गलोज नगर्ने आग्रह गरेको छन् भने विश्व प्रकाश शर्माको वाहवाह भएको छ। महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगिसकेको छ भने बिहान 2 बजेदेखि पशुपतिनाथको 4वटै ढोका खुल्ने भएको छ। त्यस्तै दैलेखको जलजलेमा 80 अरब 70 करोड घनमिटर ग्यास भण्डारण रहेको पुष्टि भएको छ। हिमाली क्षेत्रहरूमा चुनाव गराउने सम्भावना छ, पीएम कार्कीको भनाइ। बङ्गलादेशमा चुनाव मतदान केन्द्र बाहिर भएको झडपमा एकजना बीएनपी नेताको मृत्यु भएको छ। नेपालमा हुन लागेको फागुन 21 गतेको चुनावको लागि प्रति मतदाताको लागि 1011 रुपियाँ खर्च गरेर चुनाव गराउँदै लागेका छन्। उता निर्वाचन सामग्री ढुवानीको लागि तीव्र पारिएका छन्। त्यस्तै नेताहरूले घोषणापत्र लेखन कार्यको लागि सुझाव सङ्कलन गर्दै दलहरूसँग छलफल गरेका छन्।